वाउ गाइज वीरमौरीको चाका सेफ्टी लगाउनु भएन कसो यो यसो भित्रबाट छिरेर धेरै हुँदा त सेफ्टीले पनि छेल्दैन त यसो ओ महाजार है ओ हनी हन्टिङ भने लु अहिले चाहिँ हरिब धुवाको है वाउ वाउ मौर खतरा भन्थ्यो ल ल ल अब केही हुन्छ भन्ने लागिरहेछ ऊ भन्क्यो ओहो वाउ वाउ अब हाम्रो ओइ सक्सेस है सक्सेस है ल ल ल ल वाह वाउ ल मान्नुपर्छ है गाइस के गर्दैछ यो तलको गाउँदेखि आएको हामी ल अब चाहिँ कोट भाषाबाट बोलिसक्नुभयो रेडी भयो तान्नु सुरु गऱ्यौँ अब तलबाट पर्याङ चाहिँ भर्याङ उँभो तान्दैछौँ भनेर चाहिँ जानकारी मिलिसकेको छ यो चाहिँ गुरिलाहरूले एउटा कोट भाषा बोल्ने हुन्छ नि त्यस्तै यो पनि है भिर अब यो एकदमै यो सियोको टुपीमा ज्यान राखेर चाहिँ यो काम बोल्नुपर्ने ल यो दोरीबाट चाहिँ झार्नुपर्ने स्थिति त्यो शब्द नै अब के हो ल अब यो चाहिँ धेरै जुर्दैन धेरैलाई यो थोरैलाई मात्रै जुर्छ यस्तो चाहिँ लो पर्याङ चराउने अर्को दोरीले धुस्नु है धुस्नु सराक सराक ल मम अब कसो होला नि भन्छ त्यस्तै ल हिजो बाँकी रहेको आज चाहिँ क्लियर गर्ने जमरको साथ हामी आइसकेका छौँ मौरी महोत्सवमा कतिपय आए कतिपय गए अलिक यो रुखले माथि माथि चाहिँ अलिक मजा लागेन यही मुनि जान दोरी चाहिँ यता छ यता पुगेर भरे चाहिँ तान्नु पर्ने हुन्छ मह काट्नको लागि अर्थात् यो घोच्नु पर्ने हो यसले चाहिँ यो मालिङ्गोले खिप्टा पर्याङले घोच्ने आमा लु भन के माथिदेखि पो मान्छे त झर्नु पर्ने रहेछ त ओहो खानाले त भइरहनु होइन फिल्म सुटिङ गर्न पनि यो ल धेरैवटा गोलाहरू रहेछ क्या ती ल गाइजहरू हिजो चाहिँ बाँकी रहेको थियो अधुरो हाम्रो मिसन चाहिँ आज चाहिँ कम्प्लिटली खुल्ला भएको छ त्यही भित्तामा ठ्याक्क आज चाहिँ हानेको देखाउनेछौँ भिडियोलाई अन्तिम समयसम्म हेरेर साथ दिनु होला गाइजहरू मनमा लागेको राय सल्लाह सुझाव कमेन्ट बक्समा टाइप गरेर लेखिदिनु होला गाइजहरू यही हो पुरै आमामा 11 गोला छ है 11 गोला भनेपछि अनि 11 गोला यहीँनिर हो ल
गाइजहरू अब हामी त्यतै लाग्छौँ। हन्टर टिम हाम्रो सर आउनु भएछ। ल सेवा नमस्कार है हाम्रो सर। यसको एक डोको लानेछौँ कि भन्ने अहिले ल्याइरहेछु। अब तपाईँ चाहिँ माथिबाट जानुहुन्छ या मुनिबाट तान्ने हुनुहुन्छ होला? माथिबाट तपाईँ नै हो कि के हो काट्ने? सबै जस्तै काट्छौँ। ए हो हाम्रो सर यताको एकदम सिकारी हुनुहुन्छ। सिकारी टिमको एक युवा। चाहिँ अलिकति कङ कङ गरिदिनु, हल्ला भएपछि आउँछ चिल्छ क्या, फक्कले चिलाइहाल्छ। ए हस् लु साइलेन्टमा हामी चुपचाप भनेछौँ। बुनु बुनु केही टिमहरू चाहिँ दिइराखेर बसिरहेको छ। यता चाहिँ सेफ्टी शुद्ध हुनुहुन्छ। यो मालिङ्गोको झापा चाहिँ चिसो हालेर धुवा निकाल्नु पर्ने। पूर्ण सुरु हुँदैछ। हिजो 8 गते सफल भयो। अहिले फेरि दोस्रो चरणमा अब फेरि सुरु गर्न लागेको छ। हेरौँ आज कतिको सक्सेस हुन्छ। गाइसहरू होइन, मैले चाहिँ यो चाहिँ बाल्ने उयो चाहिँ दाउरा पुरै फाँक हालिदिनु बिस्तारै होइन। अहिले चाहिँ एउटा पनि आएको छैन। हल्ला हल्ला धेरै भयो भने चाहिँ आउँछ अरे। पुरै म उभिएर पनि देखाइदिन्छु यता मासतिर गाइसहरूलाई। हो यस्तै यिनीहरू चाहिँ नकाट्ने कुरो छ। यो माथिको कालो कालो मात्रै काट्ने कुरो छ क्या त्यही। बिरमौर हे गाइज। ल अब चाहिँ धुवा लाउनु सुरु भयो। उफ गना डिजेले। ल खरो धुवा हाल्नु सुरु भयो। जोस चाहिँ पुल्ठो बनाउनुको लागि बुन्नु पर्ने। लु अहिले चाहिँ हरिब धुवाको है। वाउ वाउ मौर खतरा भन्थ्यो अरू। ल ल ल अब केही हुन्छ भन्ने लागिरहेछ। ऊ भन्क्यो। ओहो वाउ वाउ। अब हाम्रो ओइ सक्सेस सक्सेस है सक्सेस है। ल ल ल ल वाह वाउ। ल मान्नुपर्छ है गाइस। के गर्दैछ? ल धुप धुवारो है। ल अब ल
सट्ट यहाँको देवी देउराली पञ्चप्रकृतिदेखि लिएर यहाँको सिकारीहरू नाग राजा नाग रानी पुरै यहाँनिर चाहिँ वन जङ्गल भिर पाखामा भएको सबैलाई चाहिँ यसरी धुप धुवा र मिठो बासना दिएर चाहिँ सुरु गऱ्यौँ है भन्दै हुनुहुन्छ है। अब धुप निकाल्दै हुनुहुन्छ। प्लस यहाँ पुरै व्हाइट डायमन्ड पाइन्छ है। अब निकाल्नुको लागि चान्स छैन होइन। पुरै यहाँनिर खुङ्खार यहाँनिर चाहिँ खजानाहरूको खानी पनि भएको भिड रहेछ। त्यो चाहिँ आगोसँग छ है, त्यो चाहिँ पहिले चाहिँ अहिले झरेको थियो बरौ ट्याङ्की Domalang bukan area, itu sama juga area itu. Jadi, tapi ni cakap, gara, anaknya tu ini, anaknya diri tu mau apa tu, diri tu cakap, betul lari ke tu, apa tu nak nula sahasi tu, minam bu, nak apa tu, minam lot tu, nam celot tu, lari sekali. ल फाइनल्ली गाइसहरू सुरु हनी हन्टिङ सुरु भएको छ। पुरै पुल्ठो बान्नु भएको रहेछ। यो के भन्छ टागोहरूमा चाहिँ पुरै यो देखिँदै गरेको चाहिँ होइन होला, सायदै धेरै माथिको चाहिँ हुनुपर्छ। उत्तो कालो कालोहरू चाहिँ हुनसक्ला। हेरौँ, कमेन्ट बक्समा अवश्य गाइजहरूले कमेन्ट गरिदिनु होला। यो चाहिँ केपिलास गढी कबलकाको वार्ड नम्बर 1 को यो महभिर तेह्रहा भिरमा रहेको मह चाहिँ हनी हन्टिङ महोत्सव हामी पनि सेलिब्रेट गर्दैछौँ। ल गाइजहरू त्यहाँ हल्लिँदै गर्नुभएको चाहिँ लो के हो गाइज? ल त्यस्तो माथिबाट यहाँ झुन्डेर जोखिम जोखिम। ओ वो यत्रो जोखिम मोलेर के मजाले नि महले नै लेपन गर्नु भएको जस्तो देख्छु त हौ। यस्तै हो।
ओ वाह वाह आमामा ल ल ल मह खनिने डालो होइट रमी त्यही भइसक्यो है गाइसहरू भन्नुपर्दाखेरि म चाहिँ खासै व्यवस्थित चाहिँ छैन चिलाइ खाए पनि खाइन्छ भन्ने लागिरहेछ चिलाइ खाँदैमा मरिँदैन गोलै खनिँदैन रहेछ जस ट्राई गर्नेछौँ जतिसक्दो हाम्रो टिमहरू यता पछाडि हुनुहुन्छ धेरै माथि हुनुहुन्छ अब जोस मको लागि यो जोखिम मोलेर यस्तो काम गर्नुपर्ने यो इतिहास चाहिँ रहन्छ पक्कै पनि गाह्रो छ गाइजहरू देखाउने नै छु भिडियोलाई अन्तिम समयसम्म हेरेर साथ दिनुपर्ने हुन्छ भन्दै त्यो खुङ्खार भिडमा भिरको टापुमा छौँ हामी गाह्रो छ क्या ओ खुट्टा छान्नुमा भुपेन आउनु कि जोइ आउनु नै अब म झर्दै गरेको अवस्था डालोबाट ओ ओ ओ ओहो महाझार है ल माथि रिसिभ गरिसक्नु भइसकेको छ गाइसहरू त खासै धेरै चाहिँ नहोला आयो 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 गाइस वो 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 यही हेर्नु बसेको हो क्या हामी यस 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 हो हो रानै राना हो यो छपनीमा हालेर आमामामा वाट वो 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 हो 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 अग्लो भइसक्यो नि माथिबाट लाजा आमामामा लाखे लाखे वाह त्यो सबै झार अनि लाजा उता चाहिँ गयो नगर न अहिले झर्छ खोकेन अन्ला भन्न सकिएन म त नि यस्तो पो हुँदो रहेछ नि हौ यताबाट अग्लो भएछु यताबाट ल म झरेको देख्न सक्नुहुन्छ गाइसहरू ल्याइदिइहाल्नु ल ल ल झरेछु सिधा भिर मौरी ओ हनी हन्टिङ भनेको यही हो दुई पत्र पो हुँदो रहेछ है के हो दुई पत्र कोट चाहिँ यहाँनिर रहेछ म खसी हाल्ने रहेछ त्यहाँ त खाली हुने भने प्लास्टिक छाउने दिनुहोस् नि
얘도 무슨 보내지? 얘도 어쩌고 있어. कालै कालो यसैले चोया छैन यसैले काम आउँछ के भइसक्यो है ओहो त्यता हैन त्यतालाई ए हामीसँग फिपी बनाएको छ नि फिपी दोस्रो चरणका आयो पठाउनु हुन्छ नि त परीक्षा आउनुपर्छ होला कुसिन्छ त ल आयो 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 ए लाखे 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 यहाँ चाहिँ धेरै छ जस्तो छ है दोस्रो चरणको खै झन् यसमा छैन नि त फुल्ने रहेछ कति झारेको एक दुई चार मुठी उता पानी दिनु न छैन हौ म हेरेको त्यता हैन यता कता मान्छेले यो काकाको हातैले हो आचे ओइ खुदै देख्यो नि अलिअलि कता हो यति भइसक्यो अहिलेसम्म दुई चरणको के भन्ने फेरि तेस्रो चरणको सुरु मेन वारियर चाहिँ उहाँहरू सिकारी ल तेस्रो चरणको पनि झार्ने काम हुँदैछ लु आयो आयो अब तेस्रो चरणको नजिकै आइसक्यो तेस्रो चरणको आयो है ल वाउ वाउ झक्कास हो झक्कास छ कि कसो छ हौ अब हातले ठेल्नु नसक्दाखेरि अब खुट्टाले अब पर ठेल्ने हो एउटा खुट्टा पटम्क्याएर तसुरोले ठेल्छ हजुर यो दाबिलोले म खोज्ने काम भित्ताबाट छुटाउने है ओहो देखाइदिन्छ एक दुई चलेर दाबिलो दाबिलो ढाबिलो आइज हो भनेर भन्थेँ मैले तर यहाँ चाहिँ मह खतरा झार्ने आहा कसलाई मन नपर्ला मह खानु मौरीको आका काका यो चाहिँ पुल्ठो चाहिँ यो पुल्ठोले चाहिँ त्यहाँनिरको काट्नुपर्ने भएको छ अहिले चाहिँ त्यही माथि खाली खुट्टा जोखिम
battalion है पता सब भाई ना सुरु भयो गोलामा चाकामा हाल्ने सियोको टुप्पीमा ज्यान राखेर ओहो कुदो मको चाहिँ मान्छे मको मृत्युको ताकत चाहिँ सिर एकछिन मको डालो प्यातिर छ म डालो बेला खुदाउने झत्तातिर छ यस्तो चाहिँ मास्टर चाहिँ फेरि त्यहाँ कहिले बिर्छ अब चौथो चरणको मह झार्नको निमित्त डालो तान्ने कार्यक्रम पुग्यो है पुग्यो चक्का घोत्ने काम
त्यो दूर त त्यस्तै नै चाहियो बाँसको पराङ्का हो त्यो दूर होइन पराङ्का भेरमा पनि ल फेरि अर्को जना फेरि रक क्लाइम्बर हो हनी हन्टिङको नजिक पुगिसकेको अवस्था छ थुत भनेको चाहिँ उँभो थुत्नु अरे बच्चा पर पाखाबाट सब्जीमा खानु पर्यो छेड्ने कार्यक्रम छेड्ने पहिला डोरी हुलाउने जिन्दगी सियोको टुप्पीमा राखेर यो हनी हन्टिङ है अब दाबिलोले बजेर जानुपर्ने स्थिति माथिबाटको सिकारी चाहिँ झर्दै हुनुहुन्छ पुरा
सहेर पनि झर्दै हुनुहुन्छ हेर्नु त उहाँको चाहिँ पुरा आँखा देब्रेपट्टिको हेर्नु अब यत्रो सियोको टोपीमा ज्यान हेर्नु त ज्यान जोखिममा राखेर खाली खुट्टा त होइन हाततिर पुरा चिलेको माथिबाट चाहिँ उहाँहरूले कभर गर्नुभएको थियो सिकारी नम्बर 1 उहाँ चाहिँ आँखामा पनि चिल्यो है तपाईँको सेफ्टी लगाउनु भएन कसो यो यसो भित्रबाट छिरेर धेरै हुँदा त सेफ्टीले पनि छेल्दैन त यसो अनि त्यस्तो आत्तिनु भएन है नत्र त गाह्रो हुनेछ हजुर ल एकदम ब्रेभ हुनुहुन्छ चाहिँ बहादुरका साथ काट्नुभयो माथिबाट आँखै हो कहाँ भिडियो Whoa. Wait. Joachim. Whoa. Wow. So very dangerous. Money hunting. थुप्रैजना छन् दर्शकबिन्दहरू मौरी काट्ने हेर्ने गर्ने मरेछ नि त Whoa. Dangerous. Whoa. छैटौं चरणको वो Enough, honey. Enough, honey. जानुहोस् है यसले टिप्छ है अब बरु यता दिनु बस्नु छाप्नु समात्नु है त्यस बरु यहाँ थिएछ नि गाइज वीरमौरीको चाका हनी हन्टिङ फेस्टिभल त मनाइयो त कस्तो लाग्यो गाइज ल एक जम्बो अझै एकदमै बाटो डेन्जरस ओ so very dangerous. सिग्नेचर त गरेको छ नि सबैले त ल आफ्नो चाहिँ हस् त गाइजहरू अब हामीले चाहिँ के भन्दाखेरि खाएको पनि मामसँग यस्तो बटारेर खाएको पनि देखाउन चाहिँ सकिनौँ यतिखेर यो भिरमै छौँ यतिखेर अब निकै नै छ अझै पनि काट्नुपर्ने निकै घारहरू छ अब माथि हुनुहुन्छ त्यो अझै पनि काट्दै हुनुहुन्छ भन्दै अब को चाहिँ हाम्रो भिडियो आएन खाँदै गरेको यसो खोली मान्तु सिसी मान्तु गरेर साङसाङ सेसे गरेको पनि नआउने भयो किनभने समयले नेटो काट्दा हामी केही माथिसम्म पुग्नुपर्ने भएको छ हाम्रो एकदमै सिकारी टिमहरूलाई पनि धन्यवाद यहाँ आएर भिडियो गर्ने चान्सेस भयो मिलेर अगाडि बढ्यौँ तेह्रको चाहिँ महोत्सव
चाहिँ खुङखारै भयो भनौँ न हनी हन्टिङको लागि सम्पूर्ण भिडियोहरू देखाउन सकिने यहाँको वस्तुस्थितिबारे देखाइसक्यौँ। अनि त्यसो भएको हुनाले अब गाइजहरूलाई धन्यवाद छ भिडियोलाई अन्तिम समयसम्म हेरेर साथ दिनुहुने गाइजहरूलाई। मनमा लागेको राय सल्लाह सुझाव प्रतिक्रिया भन्ने अवश्य दिन नभुल्नु होला भन्दै धन्यवाद। थ्याङ्क्स फर वाच द भिडियो ढ्याङ अल अफ यु कता हो